मानिसलाई दुःख आइलाग्ने कारणहरू के कारणले दुःख आइलाग्छ भन्नुपर्दा साथीहरू, वास्तवमा अज्ञानताको कारणले दुःख त आइलाग्छ। अज्ञानता किन हुन्छ साथीहरू? अज्ञानता दिमागी कमजोरी, दिमागको पहुँच पुग्न नसक्नु। दिमाग भनेको चेतनाको विकास नहुनु दिमागी कमजोरी मानिन्छ साथीहरू। त चेतनाको विकास गर्ने तौर तरिका अनेक छन्, तर दुःख किन आइलाग्छ? दिमागी कमजोरी। दिमागी कमजोरी कसरी हुन्छ भन्दा साथीहरू, हाम्रो सबकन्सियस माइन्ड, अवचेतन मन जुन एकतिर छ भने चेतन मन, कन्सियस माइन्ड, हामी कन्सियस माइन्डको बलमा प्राय जिउने गर्छौं। भकाभुँ डिसाइडेड गर्न सक्ने तीक्ष्ण क्षमता नभए पनि यो कन्सियस माइन्ड एकदम हडबडमा काम गर्ने गर्छ। चेतन मन बिल्कुल शान्त स्वभावको हुन्छ। चेतन मनले के काम गर्छ? सबकन्सियस माइन्डले के काम गर्छ भन्दा, कुनै पनि कुरा जीवनमा बडा आनन्द आयो मान्नुस्, त्यस्तो कुरालाई उसले रागको रूपमा राखिदिन्छ चित्तमा, साइन्टिफिक भाषामा सबकन्सियस माइन्ड। जब दुःख लाग्यो, पीडा आइलाग्यो भने देशको रूपमा त्यसले स्टोर गरेर राख्छ साथीहरू। आनन्द त्यो पनि स्टोर गर्छ, दुःख पनि सहन नसकेर स्टोर गर्छ। त्यो क्षण त्यसले बिर्सिन सक्दैन साथीहरू, त्यसले बिर्सिनै मान्दैन। तर जीवन चल्ने क्रममा यो कुरा हामीलाई थाहा हुँदैन, बाँकी जीवनमा जे आउँछ फेस गरिन्छ। तर त्यो चिज सबकन्सियस माइन्डले यस्तरी राखेको हुन्छ, त्यो हामीलाई थाहा हुँदैन। त्यो राग र द्वेष जबसम्म चित्तमा रहिरहन्छ, सबकन्सियस माइन्ड त्यो नहटाएसम्म, साफ नभएसम्म यसकै कारण जीवनमा बहुत भयानक दुःख र पीडा आउने हो साथीहरू। यो हटाउन सकिन्छ, यो हटाउने तौर तरिका छ। अब म फेरि भन्दैछु, ध्यान, ज्ञान, आध्यात्मिक चिन्तन भन्दा अर्को उपाय छैन साथीहरू। हवस् त, नमस्ते।